साथीहरु वेलकम छ है तपाईहरुलाई हाम्रो भ्लगमा। आज हाम्रो अफ सो हामी चाहिँ आज यसो बाहिर जाँदैछौँ फ्रेस हुन, ताजा ताजा हावा खान, आँखालाई राम्रो राम्रो ठाउँहरू देखाउन है साथीहरु। आज चाहिँ घुम्नुको लागि एकदमै राम्रो मौसम गरेको छ साथीहरु। अहिलेसम्म जाडोले हैन पुरा हावाहुरी चलेर हो मलाई नै पछिबाट थेल्थ्यो कि साथीहरु। आज हेर्नु मजाले घाम लागिरहेको छ। हेर्नु साथीहरु आज चाहिँ हामीले मजाले इन्जोय गर्ने भनेर चाहिँ हामी बाहिर जाँदैछौँ हामी साथीहरु भएर। मौसम छ क्या अहिले। अब गर्मी लाग्न आएको नि त केटी। तर अब यो जाडो सकेपछि चाहिँ साथीहरु यति गर्मी हुन्छ कि यति साथीहरु आज चाहिँ हामी निस्किन त निस्किम हैन यसो फ्रेस हुने भनेर। तर हामी जाने ठाउँ चाहिँ अहिलेसम्म हामीलाई केही पनि फिक्स भएको छैन। अब हेर्दै जाउँ हामी कहाँ पुग्छौँ। हामी यसरी बाहिर निस्किँदैछौँ है साथीहरु। हामी आएको छौँ हामी घुम्नुलाई है। भने त यता आउन मन्थाले हामीलाई लिएर आएको हो। अब बाटो मन्ताले चल्ने है अचम्म छ नि फेरि। अब सालमिया देखाइदिन्छु भनेर चाहिँ आएको। अब सालमिया खामा अब कहाँ लगेर छोडिदिने थाहा छैन। गाइस हामीलाई चाहिँ भर्खरै मात्रै थाहा भयो कि मन्ताले हामीलाई केएफसी खानु लग्छ अरे। केएफसी खान हामी केएफसी खाने ठाउँ खोज्दै भरे गाडी चाहिँ कहाँबाट चढ्ने। कहिलेकाहीँ खानु पनि पर्छ क्या साथीहरु। हप्तामा एक दिन छुट्टी हुन्छ गाई होइन। यस्तो निस्केको बेलामा चाहिँ अलिअलि रमाइलो भन्ने पनि हुनु पर्दो रहेछ क्या। सो साथीहरु अहिले चाहिँ हामी हराएको अवस्था। सालमियाको बाटो नचिनेर साथीहरु गाडीबाट कहाँ झर्यो होइन। अहिले चाहिँ मान्छेलाई सोधी हामी यसरी बाटोमा हिँड्दैछौँ। एउटा मलमा आएको छौँ। ओ यो मरिना मल भन्ने यही हो। ल यता हेरेर हाई भनौ मेरो घरको ब्लगमा। यता इन्दिराले हेरेकै छैन। अलि राम्रो बनाउनु यहाँ। यहाँ चाहिँ यस्तो रहेछ साथीहरु। वाउ कस्तो राम्रो देखेको यार। मन्ताले यहाँ फोटो खिच्दैछ। साथीहरु मैले चाहिँ मोबाइल नभए पनि यसरी ठाडो पारिहालेँ है। हामी चाहिँ यसरी मलाई निकाल। सो गाइस यस्तो छ है यहाँनिर। भिडियोमै छ त्यसै खाले बनाउनु। सो हामी चाहिँ फाइनली यहाँ आइपुग्यौँ साथीहरु। यता चाहिँ अझै राम्रो रहेछ भ्यूहरु है। यस्तो भ्यूहरु राम्रो लाग्यो मलाई चाहिँ यहाँ आएर। फ्रेस भयौँ। मेन हामी सबै ड्युटी अनि रुम भइरहेको थियो नि त। अनि आज चाहिँ यहाँ फ्रेस भयो। तर टाइम चाहिँ निकै लाग्यो यहाँ आउनुलाई। किनभने हामी फर्स्ट टाइम आएको बाटोहरू थाहा भएन है। सबै राम्रो लाग्यो खुसी लाग्यो यहाँ आएर होइन। भ्यूहरू राम्रो रहेछ। घुम्नुपर्ने ठाउँहरू चाहिँ कहाँ गएछ ए उहाँ रहेछ। कस्तो लाग्यो त साथीहरु यो ठाउँ तपाईहरुलाई भन्नु ल। पशुपतिनाथ जस्तै छ त अनि हैन। फरक यति मात्रै हो यो सफा छ पशुपति फोहोर छ। यहाँ चाहिँ यस्तो रहेछ है। घाम छ अहिले चाहिँ। हेर्नुहोस् त यहाँ परेवाहरू कि चरा हो यो ढुकुरहरू के हो थाहा छैन मलाई चाहिँ। कस्तो राम्रो छ ठाउँ चाहिँ है। कति धेरै मान्छेहरू आएको फ्राइडे हो नि त। कति मान्छेहरू घुम्नु आएको रहेछ। मोबाइल राम्रो नभए पनि यसरी भिडियो चाहिँ गर्नुपर्छ क्या साथीहरु।
राम्रो वाउ साह्रो खाँदैछौँ साथीहरू है है अहिले मलाई यस्तो भोक लागिरहेको थियो रुमबाट निस्किँदाखेरि सोचेको थियौँ बाहिर गएर आज होइन अब केही खाम आज होइन साथीहरू मिलेर भन्ने सोचेको थियौँ तर यहाँ आइसकेपछि साथीहरू यो ठाउँ लिएपछि मेरो भोक सोक सबै हरायो साथीहरू हेर्नु त कस्तो राम्रो छ है तपाईँहरूलाई मन पर्यो कसलाई पो मन नपर्ला यो ठाउँ है कति राम्रो छ हेर्नुहोस् त कस्तो राम्रो बनाएको क्या यहाँनिर चाहिँ मौसम पनि कस्तो राम्रो गरेको छ भने साथीहरू है ठिक्कको मौसममा गर्मी छ न के भन्छ जाडो छ है यस्तो मजाको मौसम छ है राम्रो दिनमा चाहिँ हामी आज निस्केको रहेछौँ यहाँ घुम्नुलाई एकदम रहेछौँ साथीहरू यो भित्र चाहिँ खै के रहेछ कुनै कस्तो यो माछाको पुरा गन्ध आइरहेछ खै के छ यो ठाउँभित्र पुरा हुन्छ नि त्यो छेउ जान नमिल्ने गरेर बनाएको रहेछ तर एकदमै स्मेल आएको छ यो माछाको जस्तो है वासरुम होइन होला हौ त्यो वासरुम भएको भए त अर्कै देखिन्छ अब चाहिँ हामी सी साइड फाइनल्ली साथीहरू समुद्र हेर्न जानु आँटेको म समुद्र चाहिँ हिँड्दा हिँड्दा गएर उहाँ रहेछ बल्ल समुद्र चाहिँ मन्दाल चाहिँ एक्लै टुई हिँड्दै चाहिँ रोड क्रस गर्दा एकदमै ध्यान दिनुपर्छ साइडतिर आयौँ साथीहरू है साथीहरू अहिले चाहिँ हामी घुमेर होइन बाटो गायब भएर के भन्छ हराउँदै हराउँदै बाटो सोध्दै प्रभु हामी यो बस ठाउँमा आयौँ बल्ल बल्ल बाटो भेट्यो अब गाडी चाहिँ अब अहिलेसम्म सिटी बस चाहिँ आएको छैन हामी चाहिँ बसको वेटिङमा छौँ साथीहरू किङमा आएर चाहिँ केएफसी खाँदैछौँ किनभने हामीलाई लास्टै भोक लागेको थियो हामीले बिहानदेखि केही पनि खाएको छैनौँ नि त अनि त्यही भएर कस्तो छ साथीहरू भनिदिनुहोस् त दामी अब यो चाहिँ राखेको छैन त्यो त मिठो छ ल साथीहरू हामी चाहिँ केएफसी इन्जोय गर्दैछौँ है